नमस्ते टासिदलेक फ्याबुला छाजालो खाम्रिमु म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आज चाहिँ म तपाईहरुलाई सही तरिकाले कसरी ढोक्ने भनेर त्यसको विषयमा केही भन्न चाहन्छु र कसरी सही तरिकाले कसरी ढोक्ने भनेर ढोक्नुपर्छ भनेर गरेर पनि देखाउने छु र अब हामी गुम्बा दर्शन गर्ने बेला अथवा अब छोर्तेनहरु अथवा लामा गुरुहरुलाई दर्शन गर्ने बेला चाहिँ हामीले सुरुमा हामीले ढोक्नै पर्ने हुन्छ र हामीले ढोक्छौं पनि। तर के हामीले ढोक्ने तरिका सही भइरहेको छ त, के हामीले सही तरिकाले ढोकिरहेको छौं त भनेर त्यसको विषयमा भन्ने छु। किनभने मैले अब धेरै चोटी चाहिँ मैले देखेको छु कि ढोक्ने तरिका सही नभएको, गलत भएको, ढोक्ने तरिका गलत भएको त्यस्तो मैले धेरै देखेको छु है। र त्यसैले चाहिँ आज चाहिँ तपाईहरुलाई म ढोक्नुको फाइदा त्यस्तो मात्र नभइकन सही तरिकाले कसरी ढोक्नुपर्छ भनेर गरेर चाहिँ तपाईहरुलाई देखाउने छु। र अब ढोक्ने तरिका जान्नु भन्दा पनि अगाडि हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि हामीले किन ढोक गरिरहेको छौं, ढोक गर्यो भने त्यसको फाइदा के हुन्छ, हामीले मनमा के लिएर चाहिँ हामीले ढोक गर्नुपर्छ। जस्तै अब चाहे गुम्बामा होस्, चाहे छोर्तेनको अगाडि होस्, चाहे लामा गुरुहरुलाई ढोक्दा होस्, त्यो ढोक्ने बेला किन ढोक्नु पर्ने, ढोक्नुको सोच, ढोक्ने बेलाको सोच त्यो बुझ्न चाहिँ एकदम जरुरी छ है। र अब त्यो के हो भन्दाखेरि एउटा छ अब ढोक्नुको कारण भनेको अथवा ढोक्ने बेलाको सोच कस्तो हुनु पर्यो भन्दाखेरि एउटा छ चाहे आफ्नो लामा गुरुहरु होस्, बुद्ध अब गौतम बुद्ध होस् है, उहाँहरुलाई ढोक्ने बेला उहाँहरुमा जे जति गुणहरु छन् है, उहाँहरुका जे जति गुणहरु छन् त्यो चाहिँ मलाई पनि प्राप्त हुन् है, म जस्तै संसारका सारा प्राणीहरुले प्राप्त हुन् भनेर त्यस्तो सोच लिनुपर्छ। र अर्को कुरा जति पनि उहाँहरुका गुणहरु छन् त्यो आफूले प्राप्त गर्नुमा जति पनि बाधा अडचनहरु छ त्यो बाधा अडचनहरु सबै मेटेर जाउन्, त्यो बाधा अडचनहरुबाट मुक्त हुन् भन्ने एउटा सोच लिएर चाहिँ ढोक्नुपर्छ है। त्यस्तो गर्यो भने चाहिँ हामीलाई फाइदा हुन्छ। र अर्को कुरा हाम्रो मनमा धेरै क्लेशहरु हुन्छन् है। जस्तै अब ढोक्नुको खास फाइदा अथवा ढोक्नुको खास कारण भनेको चाहिँ हाम्रो मनमा भएको घमण्ड, हाम्रो मनमा भएको अहंकारलाई निप्ट्याउन अथवा त्यो अहंकारलाई चाहिँ जडैदेखि मेटाउनका लागि चाहिँ हामीले ढोक गर्नु हो। र अब ढोक गर्यो भने अब कसरी चाहिँ अहंकार अथवा मनमा भएका घमण्डहरु कसरी चाहिँ अब त्योबाट मुक्त हुन्छन् अथवा कसरी चाहिँ घमण्ड र अब अहंकारहरु चाहिँ मेटेर जान्छन् भनेर त्यो पनि एउटा प्रश्न आउँछ। र अब ढोक गर्ने बेला चाहिँ अब एउटा मानिस अथवा एउटा मान्छेको शरीरमा सबभन्दा माथि भनेको हाम्रो अब टाउको छ नि त है, सबभन्दा माथि चाहिँ हाम्रो टाउको छ। अब हाम्रो शरीरमा सबभन्दा माथि भएको टाउकोलाई चाहिँ जसलाई हामीले ढोक गर्छौं, ढोक गर्ने बेला हामीले अब टाउको चाहिँ सिधा राखेर टाउको चाहिँ माथि नै राखेर चाहिँ यसरी चाहिँ हामीले ढोक गर्दैनौं नि हैन। ढोक गर्ने बेला हामीले टाउको निहुराएर टाउकोलाई भुइँमा झुकाएर टाउकोलाई भुइँमा छुएर चाहिँ हामीले ढोक गर्छौं नि त। अब भन्छन् नि त, अब जस्तै अब यदि तपाईले कसैलाई रेस्पेक्ट गर्नुहुन्न अथवा कसैलाई मान्नुहुन्न भने अब कसैप्रति एकदम घमण्ड अथवा कसैप्रति एकदम मनमा अहंकार छ भने त्यो मान्छेलाई हामीले ढोक्दैनौं नि है। र त्यसैले चाहिँ अब ढोक गर्यो भने चाहिँ ढोक गर्ने बेला हाम्रो शरीरको सबभन्दा माथि भएको टाउकोलाई चाहिँ हामीले झुकाउनु पर्ने झुकाउनु पर्ने भएकोले चाहिँ त्यसले चाहिँ हाम्रो मनमा भएको
जसलाई हामीले ढोक गरिरहेको छौँ उहाँप्रति भएको हाम्रो मनमा भएको घमण्ड अहङ्कारहरू चाहिँ त्यसै मेटेर जाने अथवा त्यसबाट हामी मुक्त हुने गर्छौँ है त। र अब कसरी ढोक्ने, सही तरिकाले कसरी ढोक्ने भनेर चाहिँ म तपाईँहरूलाई ढोकेर देखाउने छु है। र अब हामीले कसलाई ढोकिरहेका छौँ अब त्यसप्रति आफू फर्किने है। जस्तै अब यता अगाडि अब पुस्तकहरू छ, बुद्धको मूर्ति छ है। अब त्यसलाई अब ढोकिरहेको बेला चाहिँ अगाडि फर्केर ढोक्नु पऱ्यो, यताउता हेर्ने त्यस्तो गर्नु भएन है त। ढोक गर्ने बेला यताउता हेर्दै यसरी ढोक्ने त्यस्तो पनि गर्नु भएन। हामीले जसलाई चाहिँ जसको चाहिँ गुणहरू हामीलाई चाहिरहेको छ त्यसलाई अब उहाँहरूलाई चाहिँ हामीले ढोक्ने हो। उहाँहरूप्रति फर्केर चाहिँ एकदम ध्यान दिएर ढोक्नु पऱ्यो है त। र अब ढोक्ने तरिका चाहिँ अब ढोक्ने बेला अब यसरी आफ्नो अब पहिलो चाहिँ सुरुमा चाहिँ सबभन्दा पहिलो चाहिँ हामीले निधारमा छुने है। आफ्नो निधारमा एकचोटि अब आफ्नो हातलाई चाहिँ यसरी नमस्ते गर्ने है। अलिकति बिचमा खाली राख्ने, एकदम टाँसेर होइन, खाली राखेर चाहिँ 1 2 3। यसले के जनाउँछ भन्दाखेरि हाम्रो शरीरबाट भएको सबै पापहरू धुलोस्, हाम्रो वचनबाट भएको सबै पापहरू धुलोस्, हाम्रो मनबाट भएको सबै पापहरू धुलियोस् भनेर त्यो जनाउँछ है त। एकचोटि ढोक्ने, दुईचोटि, तीनचोटि र यस्तो गरेर है त। यस्तो गरेर चाहिँ सुरुमा दुईटा हातलाई भुइँमा छुने है। त्यसपछि आफ्नो दुईटा घोडालाई भुइँमा छुने है। घोडालाई भुइँमा छुयो। अब जुन यो खुट्टा छ यो यस्तो छ, यसलाई चाहिँ यस्तो गर्ने पिनमा चाहिँ है त। यस्तो गरेपछि हाम्रो अब यो चाहिँ यसरी आउँछ नि, तल आउँछ नि त हो। अनि त्यसपछि आफ्नो निधारलाई भुइँमा छुने। सबभन्दा महत्त्वपूर्ण चाहिँ ढोक्ने बेला 5वटा चिज चाहिँ भुइँमा छुनै पर्छ। त्यो हो दुईटा हात, दुईटा घोडा र निधार है त। यसरी भुइँमा छुने। अब कतिले चाहिँ के गर्दो रहेछन् भन्दाखेरि चाहिँ ढोक्ने बेला दुईटा हात र दुईटा घोडा भुइँमा छुन्छन्, तर आफ्नो निधारलाई चाहिँ कहिल्यै भुइँमा छुन्दैन रहेछ। अब निधार फोहोर हुन्छ भनेर हो कि के हो, यस्तो मात्रै गर्दो रहेछ। मैले धेरै देखेँ त्यो हो। कति लामाहरूले पनि त्यस्तो गर्छन् बिचरा। अब लामाहरूलाई पनि सबै कुरा त थाहा हुँदैन नि है। मलाई पनि कति कुरा थाहा छैन। यस्तो मात्र गर्दो रहेछ। त्यो चाहिँ सही तरिकाले त्यो चाहिँ ढोक्ने तरिका सही भएको छैन है। त्यो चाहिँ गलत भइरहेको छ है। त्यो चाहिँ बुझ्नु पऱ्यो। हाम्रो निधारलाई चाहिँ भुइँमा छुनै पर्छ यसरी। र कतिले चाहिँ जुन मैले भने अघि यो खुट्टालाई चाहिँ सुरुमा यस्तो हुन्छ, खुट्टालाई चाहिँ यस्तो गर्नुपर्छ भने नि मैले। यस्तो गरेन भने के हुन्छ भन्दाखेरि टाउको त तल ढोक्यो, टाउको निधारलाई चाहिँ भुइँमा छुयो है। अब निधारलाई त भुइँमा छुयो, तर हाम्रो यो जुन अब के भन्छ अब यो चाहिँ माथि उठ्छ है। यस्तो गर्दाखेरि हो त्यो चाहिँ अब मजाकमा भन्नुपर्दाखेरि चाहिँ मेरो टाउको चाहिँ तपाईँ सामु झुकाउँछु, तर मेरो यो अब पछिको चाहिँ झुकाउँदिनँ भनेको जस्तो त्यस्तो पनि हुन्छ। र जे होस्, अघि मैले भने चाहिँ ढोक्ने बेला एउटा ढोक्नेको एउटा के भन्छ नम्बर 1 2 3 त्यसरी चाहिँ हामीले याद गर्नु पर्यो। 1 2 3 4 5 र 6 7 8 9 10 है। यसरी चाहिँ ढोक गर्ने हो। यो चाहिँ अब जहाँसम्म मैले अब गुरुहरूबाट सुनेको, सिकेको, मैले बुझेको, मैले जानेको ढोक्ने तरिका त्यो चाहिँ मैले तपाईँहरूलाई पनि भन्ने प्रयास गरेको हो है। हजुर। र अब अन्तमा चाहिँ के भन्न चाहन्छु भने अब ढोक्ने बेला के पढ्ने भनेर है। हुन त मैले पहिला ढोकको विषयमा
भिडियो बनाएको थिएँ, तर पनि अब फेरि त्यो भिडियो तपाईँहरूलाई पाउनुहुन्छ कि हुन्न हो। र ढोग्ने बेला चाहिँ हामीले अब एकदम लामो पाठहरू पढ्न नसके पनि छोटकरीमा जस्तै अब संस्कृतमा हामीले सुनिरहेको बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्गम शरणम गच्छामि, यो पढ्नु भए पनि हुन्छ है, यो पढ्दै ढोग्दा पनि हुन्छ। र अथवा टिबेटनमा सङ्गे लक्याप्सुछे, छ्यो लक्याप्सुछे, घेतुन लक्याप्सुछे भनेर पढ्दा पनि हुन्छ है। त्यसै गरी योभन्दा लामो पढ्ने, त्योभन्दा लामो, त्यस्तो अब धेरै पाठहरू छन् है, जुन पाठ पढ्दा पनि भयो हो। र अब सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ ढोग्ने बेला होस् या अब धर्मको जुनै पनि कार्यहरू हामीले गर्ने बेला चाहिँ अब राम्रो सोच हुनु, सही सोच हुनु चाहिँ एकदम महत्त्वपूर्ण छ। सही सोच के हो भन्दाखेरि चाहिँ आफू र आफ्नो परिवारहरू मात्र अब राम्रो हुने, सुख प्राप्त गर्ने त्यस्तो नसोचिकन संसारका सबै प्राणीहरूले है, जति पनि प्राणीहरू छन् सबैजनाले चाहिँ सुख प्राप्त गरून्, दुःखबाट मुक्त हुन्, बुद्धता प्राप्त गरून्, परम सुख प्राप्त गरून्, बुद्धका गुणहरू प्राप्त गरून् भनेर त्यसरी चाहिँ हामीले ढोग्न सक्यौँ भने त्यो चाहिँ सबभन्दा उचित, सबभन्दा सही तरिकाले ढोग गर्नु चाहिँ त्यो हो है त। हस् त, अनि यो चाहिँ थियो अब ढोगको बारेमा अथवा सही तरिकाले कसरी ढोग्ने भनेर तपाईँलाई देखाउन अब धेरै दिनदेखि चाहिँ देखाउन चाहेको थिएँ है। र आज त्यही त्यसको बारेमा चाहिँ मैले भिडियो बनाएको हुँ है। र त्यसै गरी अब धर्म सम्बन्धित अरू फेरि पनि अरू भिडियोहरू बनाउने छु। र तपाईँहरूलाई पनि कुनै विषयमा जान्नु मन छ भने भन्नु होला है, म त्यसबारे भिडियो बनाउने छु। हस् त, धन्यवाद।